माटोसँग खेल्ने बानी पनि खासै नराम्रो चाहिँ होइन, तर हामी धेरै जसो माटो छुनकै पिरले माटोबाट एककोस टाढा भाग्छौँ। फेरि हामीलाई यही माटोमा उब्जिएको चिज चाहिँ नभई नहुने रे। लगभग बोराको आलु पनि सकियो जस्तो छ अब। फेरि यो बोरामा हामी धनियाँ उमार्नको लागि छर्दैछौँ। आलुको मैजारो पनि सकियो है साथीहरू। मलाई मनपर्ने मासको दाल केलाउँदै हुनुहुन्छ मम्मी चाहिँ। म फेरि पट्यास कता छ भनेर खोज्नेमा पर्छु है। एआईको जमानामा पनि म चाहिँ ओरिजिनल अर्ग्यानिक भिडियो क्रिएट गर्नेपट्टि लागेको छु। हेरेर साथ दिनु होला है। कति रमाइलो लाग्छ भने एउटा सानो बारीले चाहिँ किचनसम्मको फुल स्टोरी पुरा गरिदिन्छ नि त। अनि त्यही भएर प्लास्टिकको झोलामा होइन, सिधै बोटबाट प्लेटसम्मको जोर्नी हो यो हाम्रो चाहिँ। हाम्रो मम्मी धेरै मेहनती हुनुहुन्छ। मम्मीको हातमा चाहिँ जिप पनि हुने के। फर्सीको मुन्टाको सिजन चलिरहेको बेला आज हाम्रोमा पनि सब्जी चाहिँ त्यही पाक्नेवाला छ। फेरि मलाई चाहिँ सबसे मनपर्छ है पट्याक पुटुक यसलाई केलाएर यसको जुइनामा समेत निकालेर फाल्नुपर्छ। दामी हुन्छ। कतिलाई चाहिँ फर्सीको मुन्टा मन पर्दैन, गनाउँछ भन्छन्, तर पकाएर खान जाने चाहिँ अमृत बराबर। आगोको चुलोमा बसेर पकाउन पनि गजब लाग्छ। स्वाद बेग्लै, धुवा धुलो सहन सके चाहिँ आफूले चाहे भन्दा मिठो खाना चाहिँ तयार हुन्छ। ढुङ्गाको सिलौटोको त कुरै नगरौँ, मिक्सरलाई चाहिँ फ्लप खुवाउँछ। तर हामी अल्छी भएरै मात्र हो इलेक्ट्रोनिक प्रोडक्टहरू युज गरेको, नत्र कति कुराहरू चाहिँ ह्यान्डमेड नै ठिक हुन्छन्। आजको मेन्यु चाहिँ सिम्पल छ, तर फिलिङ चाहिँ फुल लग्जरी टाइपको। फ्रेस सब्जी, मिठो खाना अनि फ्यामिलीसँगको रमाइलो पल। भिडियो हेरेर सपोर्ट गर्नु है। भेटौँ नेक्स्ट भिडियोमा। बाई बाई।